गुड मर्निङ एभ्रिवान। म बिहान बिहान उठेँ अनि तर चाहिँ उठिसकेपछि नुहाइधुवाइ गरेर कालीलाई भेट्न गएँ। हाम्रो काली कति इनोसेन्ट छ है। इनोसेन्ट सँगसँगै बदमास पनि छ, निकै नै बदमास गर्छ। अनि मैले हात धोएर त्यसपछि अपुङ गएर पञ्चामृत गराएँ। पञ्चामृत गराइसकेपछि मम्मीले पनि यता फेरि मालपुवा बनाएको लागि पिठो मुस्नु भयो। त्यसपछि हाम्रो मालपुवा चाहिँ विराज भान्जोले बनाउनु भएको छ। कति राम्रो बनाउनु भएको छ है, कुनै कुनै त डढेको पनि छ। त्यसपछि यता फेरि हाम्रो आमाहरू मिलेर तरकारी केलाउँदै हुनुहुन्छ। अनि म पनि खाना बसालेँ। खाना बसाले सँगसँगै दाल पनि बसालेँ। दाल बसाल्दा बसाल्दा मम्मी रेडी भएर आउनुभयो पूजाको लागि। कति राम्रो देखिनु भएको छ मम्मी। त्यसपछि गुरु पनि आइपुग्नु भयो। गुरु आएर चिया खाना लाउँदै हुनुहुन्थ्यो। यता आमाहरू कति मजाले गफ सुन्दै बस्नु भएको छ। त्यसपछि मेरो बुढो पनि अफिसतिर लाग्नुभयो। अनि यसमा चाहिँ गुरु र मम्मी मिलेर पूजा गर्दै हुनुहुन्छ। कति राम्रो पूजा हवन बलिरहेको छ। हवन पनि कति राम्रो बलिरहेको छ। मलाई त निकै नै रमाइलो लागिरहेको छ पूजाहरू देख्दाखेरि। कस्तो राम्ररी बलेको हेर्नु त, कति मलाई त कति खुसी लाग्यो बलेको देख्दाखेरि। यहाँ गुरुले पाठहरू पढ्दै हुनुहुन्छ। त्यसपछि पूजा सकिएपछि हामी सबैजना हाँसी हाँसी खाना खान थाल्यौँ। खाना खाइसकेपछि यहाँ आमाले पनि खाना खाँदै हुनुहुन्छ। अनि खाना खाइसकेपछि चाहिँ म भाँडा माझ्न लागेँ। कति धेरै भाँडा है, भाँडा माझ्दैछु। म रमाइलो गर्दैछु, भाँडा माझ्दैछु। भाँडा माझेर सकिसकेपछि चाहिँ मैले पुस्न थालेँ। अनि पुछेर सकिसकेपछि चाहिँ मैले भुइँ बढाल्न थालेँ। किचन सफा राख्नु पर्यो नि, सफा राख्नुपर्छ सधैँको लागि। अनि मैले बढालेर सकिसकेपछि चाहिँ पुस्न थालेँ। आज पूजाको काम सकियो। बाई बाई, सियो सुन।